हेलो फाइनल्ली अहिले म आएँ है फाइनल्ली कहाँ देखाएर देखिँदै बादलले फेरिदिएको ठाउँ उता भनिसाध्दै गर्ने हेरिसाध्दै होइन घर नै कता फाइनल्ली डाँडामा उक्लियौँ हामी चाहिँ है ओभरै थकेला स्कुटी त उतै तल राख्यौँ त्यो दोकान त होटलमा अनि आयौँ हामी चाहिँ ठ्याक्कै सिराचुली डाँडा चाहिँ यहाँबाट 45 बाइकमा स्कुटीमा 15 मिनट अनि त्यहाँबाट चाहिँ हिँडेर आधा घन्टा लगभग 45 मिनट चाहिँ सेजु डाँडा पुगिन्छ। अब योदेखिको यो डाँडा हो हामी अब त गइएन सकिन्न जानलाई अनि स्कुटी नै ऊ भयो। फाइनल्ली लालीगुराँस देखाउँछु अब म तपाईँलाई हेर्नु पक्नुहोस्। लालीगुराँस हेर्नुभन्दा पहिले भ्यू हेर्नु यो डाँडा कता कताबाट आयो हामी कता हो हेर्नु नेपाल स्वर्गको टुक्रा भन्थ्यो किन भनेको हेर्नु त यही भएर अहिले लालीगुराँस लालीगुराँस यहाँलाई हेर्ने गुराँसै फुल्यो बनैमा यो पुरै लालीगुराँस खारे पुरा पक्कै छ क्या उता अहिले देखाउँछु म त्यहीँ गएर तपाईँहरू भिडियो बनाएर देखाउँछु। तिम्रो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनमा भन्थ्यो यहाँले फेरि मकै किनेर लिएर आइयो होइन यहाँ मकै छ लिएर तयार मकै छ पानी लिएर आइयो कस्तो छ रमाइलो लाग्यो होइन। बाटो चाहिँ अलिकति रङ बाटो आयो नि माथि आइपुग्यो ओभरै राम्रो ठाउँ चाहिँ है अब आउनु होला यस्तो छ लालीगुराँस लालीगुराँस घारी खाइ पुरै घुमेँ पुरै रातै छ क्या लालीगुराँस सजमभरि जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरौँ लाग्छ निर्मलको बारीमा अरे राम्रो ठाउँ अरे ऊ त के रहेछ भवन सेतो भवन ऊ आमा थियौँ ए बाबा हामी त कहाँ आयो म त बाटै बिर्सेँ ल साह्रै रमाइलो चिसो आनन्द हेर्नु डाँडा काँडा यस्तो बवाल छ यस्तो पानी हेर्नु मौसम कस्तो हेर्नु कस्तो दामी देखिहाल्यो हेर्नु यहाँ गौतम बुद्धको फेरि ऊ छ यहाँ शालिग छ बवाल छ। सबजनाले एकदम भिडियोलाई हेरेर मन पराइदिनु सेयर गरिदिनु होला तपाईँले मन पराए अरू भिडियो पनि म हाल्छु है। र अहिलेलाई चाहिँ बेसी म लालीगुराँसको बुटतिर जान्छु त्यहाँ गएर एउटा फोटोसोटो पनि खिच्छु भिडियो पनि बनाउँछु। सबलाई है टेक केयर बाइ।